हेलो 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 साथीहरू मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ। अनि हामी चाहिँ घुम्न जान लागेको अनि मैले चाहिँ साउन्ड ब्याकग्राउन्डको साउन्ड एकदम ऊ आइरहेको थियो, त्यही भएर पछि आफूले आफ्नो साउन्ड हाले। त्यहाँ पछाडि देखाइरहेको त्यो चाहिँ हाम्रो नक्सालको भागबाटी हो। अस्ति जनवरी आन्दोलनमा त्यस्तो भएको थियो। अनि म मेरो साथी चाहिँ सिटी सेन्टर जान लागेको, त्यहाँ एउटा सानो सपिङ गर्नुको लागि। अनि यति बेला चाहिँ हामीले सिटी सेन्टर गइसकेको छौँ। रातिको समथिङ 6 बजेतिर होला सायद। यति बेला चाहिँ 6 बजेको थियो हामी जाँदाखेरि चाहिँ। त्यहाँ चाहिँ कस्तो राम्रो लाइटिङ कस्तो दामी बनाएको। यो भिडियो बनाउने बेला खिच्ने बेला चाहिँ क्रिसमस डे थियो। क्रिसमस डेको एडिटिङ पछाडि बनाएको यो भिडियो चाहिँ एडिट बनाउनु ल्याएर चाहिँ त्यहाँ माथि चाहिँ के रेस्टुरेन्टको कार्ड बाँडिरहेको थियो नि त, लिइहाल्यो। दिएपछि किन जानु साथी। अनि यहाँ चाहिँ सानोतिनो त्यो के भन्छ मेला जस्तो क्या सेल लागिरहेको थियो। अनि यसो हेर्दै गयो सेलमा के छ भनेर। पिम्पल आएको kami mobile ko cover kitin ako. कस्तो राम्रो देखेको है यता स्पेस। अघि त बनाइसक्यो मैले के छ मैले के हेरिसक्यो तिमीलाई। मैले अघि जानु जानु अनि हामी चाहिँ सामान लिएर पनि फर्किन लागेको। अनि मेरो साथीले चाहिँ के लियो भन्दै देखाउ त भन्दै थियो। अनि हामी चाहिँ प्रनिस स्टोरबाट चाहिँ हामीले पावर ब्याङ्क अनि त्यसपछि स्पिकर अनि अर्को के लियो हेडफोन लिएको थियो है। अनि हामी चाहिँ फर्किन लागेको। यति बेला चाहिँ फर्किने बेला चाहिँ यसो के तरकारी खाने त अब घर गएर भनेर चाहिँ हामी सोच्दै हिँडिरहेको थियो होइन। अनि फेरि हाम्रो डिसाइड भयो क्या लु माछा खाने ल अब भनेर। माछा जाडो महिना हो नि त, माछा खायो भने चिसो चिसो भाग्छ भनेर माछा खाने भनेर हामी चाहिँ माछा लिन गएको। कति ठुल्ठुलो माछा क्या साथीहरू। अनि मैले त देखेकै थिएन भनौँ न, यो 12 केजीको माछा थियो अरे। अनि मैले त देखेकै थिएन 12 केजीको माछा, फर्स्ट टाइम देखेको। होइन यत्रो ठुलो चाहिँ देखेको थिएन क्या मैले। देख्नु त देखाएको थियो नि, तर यत्रो ठुलो चाहिँ देखाएको थिएन।
यो कति केजीको टाउको यो 12 केजीको यो नि यो कुन माछा हो यो यो के माछा त फेरि यस्तो अर्कै आउँछ यो माई गड यो चुचो माछा डुङ्गा माछा हो यो डुङ्गा माछा हो साथीहरू यसको डुङ्गाको यो टाउको माई गड हामी चाहिँ घर फर्किनु लागेको साथीहरू अब चाहिँ अब हाम्रो गुटुमुटी नाइट पकाएर खानुपर्छ मछली 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 पकाएर खानुपर्छ भयो